जनताको करमा रजगज गर्ने दिन अब सकिए। बालेन शाहको स्पष्ट कार्यशैली पछ्याउँदै अर्थमन्त्रीले चलाए 2000 आयोजनामा कैँची। काम नगर्ने ठेकेदारलाई अब सिधै जेलकी बिदाई। होशियार, यदि तपाईँ विकासको नाममा राज्य लुट्ने ठेकेदार हुनुहुन्छ वा फाइल ओगटेर कमिसनको खेती गर्ने भ्रष्ट कर्मचारी त अब तपाईँको दिनगन्ती सुरु भएको छ। काठमाडौँको सडकमा डोजर चलाएर सिस्टम सुधारको हुङ्कार गर्ने बालेन शाह अब केवल एउटा महानगरको मेयरमा सीमित छैनन्। उनको कार्यशैली अब सिंहदरबारको मूल मन्त्र बनेको छ र यो महाअभियानमा उनलाई साथ दिएका छन् अर्थतन्त्रका ज्ञाता अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देले। बालेनको आँट र स्वर्णिमको बुद्धि मिलेपछि अब के होला? अब त्यही होला जुन वर्षौंदेखि नेपाली जनताले चाहेका थिए, लुटतन्त्रको अन्त र विकासको नयाँ युग। कुरा काटकुट होइन, सिधै एक्सनको छ। सरकारले 2000 भन्दा बढी यस्ता आयोजनाको पहिचान गरेको छ जसले वर्षौंदेखि अर्बौं बजेट निलिसके तर जमिनमा सिनको समेत भाँचिएको छैन। झापाको कन्काई पुलदेखि हुलाकी राजमार्गका अधुरा सडकहरू यी सबै अब बालेन शैलीमा स्क्यान हुनेछन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले स्पष्ट अल्टिमेटम दिइसकेका छन् कि काम गर कि ठाउँ खाली गर। जनताको 13,000 करोड रुपैयाँ बालुवामा पानी हाले झै स्वाहा पार्ने यी 2000 रुग्ण आयोजनालाई अब सदाका लागि खारेज गरिँदैछ। बालेन शाहले एउटा कुरा प्रमाणित गरिदिएका छन्, जब नेतृत्वमा इच्छा शक्ति हुन्छ तब कानुनका छिद्र खोजेर उम्किन खोज्ने माफियाहरू थरथर काप्छन्। त्यही बालेन इफेक्ट अब देशैभरिका ठेक्का पट्टामा देखिन थालेको छ। अब नेताको दौराको फेरो समातेकै भरमा ठेक्का उगर्ने र काम नगरी म्याद थप्ने जमाना गयो। बालेन र स्वर्णिमको यो जोडीले एउटै सन्देश दिएको छ, जनताको करको पैसा ठेकेदारको मोजमस्तीका लागि होइन, देशको समृद्धिका लागि हो। अख्तियारको फाइलमा धुलो जमेर बसेका 1800 बढी रुग्ण ठेक्काको संख्या अहिले 2000 नागेको छ। यो संख्या बढ्नुको एउटै कारण थियो, राजनीति र ठेकेदार बीचको अपवित्र गठबन्धन। तर अब बालेनको डोजर ती फाइलहरूमा चल्नेछ। काम नगर्ने ठेकेदारलाई केवल बिदाई मात्र होइन, उनीहरूबाट हर्जाना असुल गर्ने र राज्यको सम्पत्ति नोक्सान गरेको अभियोगमा जेलसम्मै पुर्याउने तयारी छ। अब जति काम त्यति दाम, बाँकी सबै ठेक्का पट्टा चट। विज्ञहरू भन्छन् यो नेपालको इतिहासकै सबैभन्दा साहसिक कदम हो। पहुँचवाला नेताले आफ्नो गोजी भर्न ल्याएका टुक्रे र अनावश्यक योजनाहरूलाई बालेनले स्ट्यान्ड बाई काट्न थालेका छन् र भ्रष्टाचारको जग हल्लाएका छन्। अब सडकका खाल्डा मात्र होइन, नीतिगत भ्रष्टाचारका पालहरू पनि पुरिनेछन्। तपाईलाई के लाग्छ? के नेपालले खोजेको नेतृत्व यही हो? बालेन शाह जस्तो निडर कमान्डर र स्वर्णिम वाग्ले जस्तो दूरदर्शी योजनाकार भएपछि अब कसको के लाग्छ? विकासको नाममा भ्रमलुट गर्नेहरूको निद्रा अब हराम भइसकेको छ। के यो महासफाई अभियानले नेपालको मुहार फेर्ला? के अब ठग ठेकेदारहरू साँच्चै जेल जालान्? आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेख्नुहोला र यो भिडियोलाई देशका हरेक कुना कुनामा पुर्याउनुहोस् ताकि अर्को पटक कुनै ठेकेदारले जनताको सपनामाथि खेल्ने आड नगरोस्।